हेलो साथीहरू सबैलाई नमस्ते भन्न चाहन्छौँ। आज ल्याएको छौँ हामीले पानीपुरी अर्ग्यानिक भनौँ के भनौँ घरमै बनाएको है। ल हाई हेलो हेलो ल है त साथीहरू, अब सुरु गर्छौँ हामी खानालाई। ल सुरु गर्नुहोस् दिदीबहिनी। हिजो हाम्रो थियो सिबी चाहिँ चेन्ज हुँदै आउँदैछ है। आज रहेको छ पानीपुरी, हिजो थियो नुडल्स। ल दिदीबाट स्टार्ट गर्नुहुन्छ। सुलुलुलुलु झोल 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 फुटिगयो मुखमै हालेन। टेस्टी हामी अलि सानो भएको भए राम्रो हुन्थ्यो होला। हामीले घरमै ल्याएर पोलेको कि, त्यही भएर यसको साइज एकदमै ठुलो भएछ। ठुलै हुने होला नि। हाम्रो भिडियो यस्तो आउँछ है साथीहरू, जे पाइ त्यही बोल्दा हुन्छ। डनमाइन भन्न चाहन्छु। ल आएँ म पानीपुरीको मसला, हाम्रै घरमा डिजाइन गरेर बनाएको अर्ग्यानिक त के भन्नु, अब अर्ग्यानिकै हो। अलिक 1 गिलास झोल त एउटामै जाँदछ हौ। पहिले सानो खाऊ ल, सानो खायो भने त्यो झोल अलि यो रहेछ झोल। यो चाहिँ च्यालेन्ज है, हामीले यो सबै सक्नुपर्ने हुन्छ। 90 पिस छ, एक प्याकेटमा 90 हुँदो रहेछ। अघि मसला नि हाल्यो। कस्तो छ साली? हुन्छ छ? बोल न के भन्थे? गोलगप्पा त्यो बच्चीले भन्छ नि। यहीँ भन्दिएर भाइले किनेको त अब कति प्लेटको 50 कति होला? 10वटा 5वटा मात्रै। टिक्का खानुपर्छ, मिठो खानु। पानीपुरीमा त खानु त रोग लाग्छ। नब्बे भनेपछि कतिवटा पर्यो? 50
50 25 35 70 एकजनाले 30 वटा खान्छ 30 90 30 वटा एकजना अब यो कत्रो हो भने नि ल हो 30 वटा है मसला अलि हालेर साथीको टेस्टी आउँछ डल्ले खोर्सानी डल्ले खोर्सानीसँग नान खाइसकेपछि अब दबाई लेमन चाहिँ खाइदिनु खानु। त्यसरी होस् यहाँ छ लेमन नखाएको त धेरै भयो कस्तो कठिन हो यो चाहिँ फेरि च्याङ्गा त मेरो त बोमाना म चाहिँ बानी भएछ लेमन खान्छु पहिला चाहिँ म पनि अनुहार मजाले निचार्थ्यो खान्युसँगै लेमनको बजारैमा मट्टी तेलको टिनमा कहीँ नभएको मिठो भयो त है अस्ति कहिले हो तितो न तितो फुपू हुँदाखेरि नुन बढी भएर मसला पनि डढेछ उसले नि हेर्छ नि अघि नै कमेन्ट गरिरहेको थियो नदेखाउनु न मलाई फेसबुकमा हो दिदीको क्या बात है देखो ना गाइस नाम न उदी अनि यो त बच्चाहरूले खेल्ने एउटा बलै जस्तो रहेछ त क्रिकेट बल पानीपुरी बनाउने दाजु अलि सानो साइजको बनाउनु होला मुखमै नअट्ने साइज चाहिँ अलिक कम गरिदिनु होला नत्र तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यत्रो यत्रो बास्केटबल जत्रो नबनाइदिनु होला खाना गाह्रो हुँदो रहेछ यति भन्दै अब फेरि मुखमा हाल्न चाहन्छु पानीपुरी दाजुलाई यो त कहाँ बनाउँछ बनाउने फ्याक्ट्री हो कम्पनी इन्डियाबाट मसला छ त झोलमा दाउँसिन आउँछिन झोल त पर्नै छ पिरो भएपछि मिठो हुनुपर्छ भन्दा त्यो पिरो नभएपछि अलिक गोल कफी
टोक्दै खायो मिठो हुन्छ ठिक हो त्यो पकाउनु पर्छ लु है मेरो हल्ला हल्ला कुचु कुचु आँसु आयो हामीले बाहिरबाट लिएर आएको किनेर झोल चाहिँ बाहिरबाट झोल मात्रै अनि यो मसलाहरू फुलाएको यहाँ सबै यहीँ घरमै के बोले भाइ यसलाई चाहिँ के भन्छ Mama जाने देंगे ना जाना कोरिया सबै काट्यो मैले लै सक्नुपर्छ है च्यालेन्ज जसले खाए हुन्छ हैन सक्नु पर्यो च्यालेन्ज हो अनि एउटामा 30 जरा एकजना बराबर तर ठुलो भएर हो क्या सानो त अझै पनि खाइसक्यो खोर्सानी नै मोचुम न एकछिन यो खानु दिनु अन्त खोर्सानी हाल्दा हुन्छ है डाउन गरिदिनु अझै माना गाह्रो छ हजुर गाह्रो छ मलाई यो कता कता गाउँमा त्यो एकचोटि फिङ्गर भनेर पाउँथ्यो क्या यस्तो लामो टाइप खुलाएर हुन्छ नि त्यो त्यति खाना त्यस्तो पो राम्रो र साथीहरू म फेरि यतापट्टि आइसक्छु हामी चाहिँ यहाँ ठाउँ चेन्ज गर्दै खान्छौँ मसला चाहिँ सक्ने ल ठ्याक्कै भएछ ल जोड़ का झाड़ के आई चोरों से लगा ये दाना मिक्स मांगते दावा दे मांग पूछो मसला मसला तीन से 400 पानी फुल्दा पुग्छ भने भइहाल्यो मैले चाहिँ मोचेर खाँदैछु नो 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 समान समान ल खा एउटा चाहिँ खाली भयो हाम्रो अनि यहाँ छ 90 वटा खोर्सानी कहाँ छ खोर्सानी खाइदिउँ साइलेन्ट
कपी मेरो भाग चाहिँ यति है तपाईँहरूको एउटा एउटा छ फुट्छ नि मिक्स गरेर नि खोर्सानी त कानतिर पो छिर्यो त सरखण्डा स्विट पोटेटो अर्थात् सक्खरखण्डा लेमन छैन तल खाँदैन सरखण्डा मिठो छ कस्तो दामी सुक्खा कुनै त पानी बोल्छ त होइन नुन हालेको है होइन होइन हौ गुलियो पनि छ मैले फर्स्ट टाइम खाएँ जस्तो मैले धेरै वर्षपछि सरखण्डा खाँदैछु गाउँमा अर्कै खाएको हुन्छ है गाउँ मसिनो गोलो गोलो गाउँमा यस्तै हुन्छ हौ होइन हाम्रो चाहिँ त्यस्तो हुँदैन हाम्रो यस्तै हुन्छ हाम्रो चाहिँ त खै अर्कै देखो न देखो गाइज ल तपाईँहरूले पनि खानु ल हामी त खाए ल हामी खाए ल मेरो नाम योगदाले यो असुजी बुढी चाल आएको जस्तो पानीपुरीको झोल तताउनु पर्ने चाहिँ यसो दिदी त म त भुइँ चालो पो आयो भने खटक्ट भुल्यो धेरै भयो आधी मात्रै पकाएको थियो किवी पनि खाम अब चिप त गरे लास्टमा किवी झम्मै ल्याएको रहेछ त्यो त अनि बिस्तारै खाने खै तिनवटा ल्याउँदा आएको पाकेको रहन्छ नहोस् नखानु मलाई चिसो धेरै भयो बोलो खाने अब सरखण्डा खायो ओके साथीहरू हामी छुट्टिन चाहन्छौँ अब एकदम मिठो भएको छ आज पाउ पानीपुरी पिरो एकदम खाइयो त्यही भएर नि मिठो भयो साथीहरू यति भन्दै बाई बाई गर्न चाहन्छु आजलाई चाहिँ बाई एगेन बाई साली बाई बाई। ओ